जेरी भन्ने मुभी बनाउनु भएर निर्माताहरूले नेपालको गरिमालाई अझ बढाइदिनु भएको छ किनभने यसमा कतिपय सुटिङहरू माउन्ट एभरेस्टको छेउछाउतिर भएको छ अनि त्यो दृश्यहरू माउन्ट एभरेस्टको हेर्न पाउँदाखेरि एकछिनको लागि त आफू नै माउन्ट एभरेस्टको छेउछाउमा पुगेको जस्तो अनुभव हुन पुगेको छ। सुरुदेखि अन्तसम्म यो मुभीमा यो सिनेमामा बोरिङ भन्ने कहीँ पनि छैन र एकदम आँखामा शीतलताको अनुभव भएको छ। त्यो जुन किसिमले पिक्चराइजेसन भएको छ अनि त्यसमा त्यो हिउँको ठाउँमा अनुहारमा गालाहरूमा अलिअलि हिउँले जुन डढ्छ, आगोले मात्रै डढ्दैन नि, हिउँले पनि डढ्छ होइन। हिउँले डढेको कति मान्छेलाई त थाहा पनि छैन होला हिउँले डढ्छ भनेर, कतिलाई थाहा छ होला। अनि हिउँले जुन डढेको देखाइएको छ त्यो एकदमै नेचुरल छ। त्यो हिउँले डढेको कुनै मेकअप गरेर अथवा कुनै किसिमले त्यहाँ डढेको देखाइएको जस्तो लाग्दैन हेर्दाखेरि। हामीलाई थाहा छ होइन यो हिउँमा चाहिँ यसरी डढ्छ र त्यो नेचुरल होइन, सिनेमा हो, देखाएको मेकअपहरू हुनसक्छ भनेर हामीलाई थाहा भए पनि एकदमै नेचुरल लागेको छ। त्यो बुझ्नै सकिँदैन कि यो मेकअप गरेर डढेको देखाइएको भनेर। त्यस्तो पिक्चराइजेसन राम्रो छ कि त्यसमा। अनि ट्रेकर्सहरूको लागि जुन पीडादायक समय हुन्छ त्यो एकदम ज्वलन्त भएको छ यो मुभीमा। अनि ट्रेकर्सको जुन जिन्दगी छ, जसले गाइड गर्नुहुन्छ माथि माउन्टेनसम्म जानको लागि, स्वदेशी होस् या यो टुरिस्ट विदेशी होस्, उहाँहरूको जिन्दगी पनि कति गाह्रो छ भन्ने कुरा देखाइएको छ। अनि त्यसमाथि अनि त्यसपछि त्यो पहाडी इलाकाको जनजीवन पनि देखाइएको छ। डान्सहरू पुरै नर्तकीले नै डान्स गर्नुपर्ने भन्ने आवश्यकता भएन नि होइन। एकदम नाम चलेको नर्तकी जस्तो कसैले डान्स नगरे पनि जुन डान्सहरू देखाइएको छ, लचकहरू देखाइएको छ होइन, जुन एउटा नेचुरल स्माइलहरू छ हिरोइनहरूको, त्यो अति नै अभूतपूर्व छ। किनभने दर्शकको मन एकछिन पनि मोहिन होइन सफल भएको छ। किनभने मान्छेहरू घरमा बसेर घर परिवारमा स्ट्रेसहरू सबैको हुन्छ होइन। अलिकति यसो मुभी हेर्न जाँदाखेरि के हामीले एक्सपेक्टेसन गर्छौँ भने हामी अलिकति भए पनि हाम्रो मन रिल्याक्स होस् भन्ने ठान्छौँ होइन। त्यो परिवारको सदस्यलाई एकदमै मन रिल्याक्स हुने खालको छ। र मुभी हेर्न जाँदाखेरि जहिले पनि परिवारलाई प्राथमिकता दिइन्छ होइन। परिवारसँगै जाउँ न त अनि बच्चाहरू पनि सँगै हामीसँग गए राम्रो हुन्छ, अलिकति फ्यामिली टाइम स्पेन्ड पनि गर्न सकिन्छ भन्ने हुन्छ। नभए त आजकलको बच्चाहरू आफ्नै साथी आफ्नै पार्टिजहरू हुन्छ होइन। तर यो मुभी बच्चाहरू परिवारहरूसँग अथवा आमा बुवा सासु ससुरा वृद्धहरूसँग पनि जाँदाखेरि सबैले सँगै बसेर हेर्न सक्ने खालको एकदम सफा, कुनै अनैतिक कुराहरू देखाइएको छैन। त्यो चाहिँ अति नै राम्रो लागेको छ। त्यसै गरेर यो मुभीमा जुन अरू कलाकारहरूले पनि भूमिका निभाउनु भएको छ, चाहे त्यो बेस क्याम्पमा होस् होइन टिम, चाहे त्यो ट्रेकिङमा लैजाने अफिस होस् आफ्नो सहरमा, त्यो जुन कलाकारहरूले आफ्नो भूमिका निभाउनु भएको दृश्यहरू र अलिकति ब्याकग्राउन्डहरू देखाइएको छ त्यसमा, त्यो ठिक्क छ एकदमै। त्यो बढी टाइम लिएको छैन, त्यसैले दर्शकलाई त्यसमा पनि बोरिङ भएन अफिसको पार्टहरू देखाउँदाखेरि। किनभने त्यो एकदमै जरुरी थियो त्यति देखाउनलाई र त्यति मात्रै देखाएको छ जति चाहिँ दर्शकलाई पनि झर्को नलागोस् होइन। त्यसले गर्दाखेरि पनि कहिले पनि यस्तो महसुस भएन कि एकछिन भए पनि उठेर एकछिन ब्रेक लिउँ भन्ने पनि त्यस्तो लागेन। अनि त्यसपछि यो जुन एउटा स्पिरिचुअल पोइन्ट अफ भ्यू मलाई भन्न मन लागेको के कुरा हो भने, एज अ स्पिरिचुअल स्पिकर यो जुन मुभी सुरुदेखि अन्तसम्म जुन मुभी हुन्छ नि 2 घन्टा 2.5 घन्टाको, त्यो दृश्य भयो होइन, यो भौतिक दृश्यहरूलाई क्याप्चर गरिएको भयो होइन। त्यो चाहे हामीले आफ्नो नाङ्गो आँखाले नै प्रत्यक्ष गएर त्यो दृश्य हेरौँ, चाहे हामीले मुभीको मार्फत त्यो दृश्य हेऱ्यौँ, त्यो दृश्यहरू सबै के भयो त भौतिक भयो होइन। अनि हामीले जुन आँखाले त्यो दृश्यहरूलाई हेर्छौँ त्यो चाहिँ के भयो त, हामीले दृश्यलाई हेरेको हामीले दर्शन गरेर भयो होइन। यो चाहिँ भगवत गीताको कुरालाई मैले अलिकति यहाँ खोलिदिएको। एज अ स्पिरिचुअल स्पिकर हामीले कुनै कुराहरू हामीले हेर्दाखेरि चाहिँ कसरी स्पिरिचुअल भावहरू
हाम्रोमा उत्पन्न हुन्छ भन्ने कुराहरूलाई नि यहाँ अलिकति म पोइन्ट आउट गर्न चाहन्छु, ताकि जसले पनि यो भिडियो सुन्नुहुन्छ उहाँहरूलाई पनि अलिकति अध्यात्म सम्बन्धी नि केही ज्ञान होस्, केही न केही थाहा होस् भनेर मलाई यहाँ राख्न एकदमै जरुरी लागेको हो। अनि त्यो दृश्य भयो होइन, त्यो मुभीबाट दृश्य हेऱ्यौँ, चाहे त्यो भिडियो क्यामेरा गर्न क्यामेराम्यानहरू त्यहाँ ठाउँमा जानुभएको थियो, त्यो दृश्यहरू क्याप्चर गर्नुभयो र हामीले हेऱ्यौँ, त्यो दृश्य भयो, भिडियोबाट हेर्दा दृश्य भयो। अनि त्यसपछि आँखाले हेरिरहेको त्यो दर्शन भयो होइन, हामीले आफ्नो आँखाले जसले पनि मुभी हलमा हेरेको होस्, चाहे होइन कुनै परिवारले आफ्नो आफ्नो घरमा बसेर हेरेको होस्, त्यो चाहिँ यो सबै दर्शन गरिरहेको भयो। तर दर्शन कसले गर्छ त? त्यो दृश्यलाई दर्शन गर्ने आँखा पनि भौतिक भयो, दृश्यहरू पनि भौतिक भयो, तर दर्शन गर्ने एउटा द्रष्टा छ त्यहाँ। द्रष्टा आँखाले देखिँदैन। अब हामीले हाम्रो भित्र द्रष्टा नभइदिएको भए यो दृश्यहरूको दर्शन गर्न सकिन्थ्यो त? सकिन्थेन नि। तर द्रष्टा को हो त? द्रष्टा भन्ने नै म हुँ भन्ने हो होइन। म हुँ भनेको को हो त? त्यहाँ केही छ। हामीले आफ्नो आँखा मात्रै भौतिक भएर म हुँ भन्न सक्दैनौँ होइन। हामीले शरीर मात्रै भएर बाँच्न पनि सक्दैनौँ। त्यहाँ जीवात्मा नहुनु भएको भए त्यहाँ बाँच्दैन कोही पनि होइन। हामी आफ्नो जीवात्माको आत्मा अभौतिक हो होइन, तर यो भगवानको आत्माबाट विमुख भएको छ, छुट्टिएको छ। मूलमा यो के हो त? ब्रह्म हो। मूलमा ओरिजिनल रूपमा यो ब्रह्म हो, तर मूल मेन ब्रह्मबाट छुट्टिएको छ होइन। जुन परमात्माको आत्मा छ त्यसबाट विमुख गराइएको छ। त्यसैले यो जीवात्मा हुनु गएको होइन। अनि परमात्मा पनि भित्रै हुनुहुन्छ तर अलग हुनुहुन्छ होइन, साक्षीको रूपमा हुनुहुन्छ। जीवात्माले के कर्म गरिरहेछ, कसो कर्म गरिरहेछ त्यसको नोट गरिराख्नु भएको छ। भित्रै सबै सेभ भइरहेको छ। एभ्री सेकेन्ड हाम्रो कर्महरू, हातले गरेको कर्म मात्र होइन, हाम्रो दिमागमा आएको थट्सहरू सबै सेभ भइरहेको छ। तर त्यो हार्ड डिस्क के छ त? आध्यात्मिक हो, भौतिक होइन। त्यो ईश्वरद्वारा होइन कार्य भइरहेको हुनाले यो के हो त? आँखाले देख्न सकिँदैन र भौतिक प्राणीले यो बुझ्न पनि सक्दैन। जबसम्म हामीले भगवत गीता होइन अध्ययन गर्दैनौँ र अथवा हामीले दिव्य पुरुषहरूको बाणी सुनेर मनन गर्न सक्दैनौँ, तबसम्म हामी यो कुरा बुझ्नै सक्दैनौँ होइन। अनि तर त्यही द्रष्टा भनेको दृश्य भयो, आँखाले हेरिरहेको दर्शन भइरहेको भयो। अनि एउटा के भयो त? द्रष्टा, त्यो म हो भन्ने होइन। त्यो म हो वास्तवमा हाम्रो जुन जीवात्मा छ त्यो परमात्माको जीवात्मा हो भनेर लाइक परमात्माको अंश हो, परमात्मा नै म हुँ रहेछ भन्ने जुन रियलाइजेसन हुन्छ मान्छेलाई साधना गरेर होइन, धर्मको मार्गमा चलेर जुन गुरु कृपाद्वारा भगवानको कृपाद्वारा रियलाइजेसन हुन्छ, जति बेला इन्लाइटेनमेन्ट घटित हुन्छ, अनि त्यति बेला व्यक्तिले महसुस गर्छ होइन, ए म त परमात्माको स्वरूप पो रहेछु त, आफूलाई त जीवात्मा ठानेर म संसारमा भटिकिरहेको रहेछु भनेर होइन। जति पनि मुभीहरू जुन बन्यो त्यो के हो त? सबै भौतिक हो। बनाउने मान्छे पनि भौतिक हो, तर भित्र जुन गाइड गरिरहेको छ होइन, यसो गर्नु उसो गर्नु भनेर, त्यो परमात्माद्वारा भइरहेको छ। हामीले भगवान कहाँ छ, कहाँ हुनुहुन्छ भनेर जहिले पनि सोध्छौँ। मन्दिरमा हुनुहुन्छ त, यत्रो पूजा गरेर आएँ, के भगवान्लाई थाहा होला त भनेर हामी सोध्छौँ होइन। तर हरेक चिज भगवानद्वारा भइरहेको छ। हामीले त्यो मुभी पनि भगवानद्वारा नै बनायौँ, मुभी पनि भगवानद्वारा नै खेल्यौँ, हिरोइन बनेर भगवानद्वारा नै खेल्यौँ, हिरो भएर भगवानद्वारा नै खेल्यौँ, त्यो ट्रेकिङको स्टाफ भएर भगवानद्वारा नै त्यहाँ गाइडिङहरू भयो होइन। त्यो गाइड गर्ने टुरिस्ट गाइडहरू त्यो सबै के थियो? भगवानद्वारा नै भइरहेको थियो। आइडिया आयो होइन, माउन्ट एभरेस्टमा गएर यो पिक्चराइजेसन गरौँ, अझ हाम्रो मुभीमा सार्थकता आउनेछ भन्ने जुन भावहरू कहाँबाट आयो? परमात्माबाट आइरहेको थियो। तर हामीले त्यो परमात्माबाट आएको भनेर त्यसलाई भेट्न सकेको छैनौँ। किनभने हामीले धर्मको कुरा बुझेको छैनौँ, हामीले साधना गरेको छैनौँ। धर्मको कुरा बुझेर मात्रै हुँदैन, जबसम्म साधना गर्दैनौँ मन आत्मामा लिन हुन थाल्दैन। जबसम्म त्यति हुँदैन तबसम्म त्यो आनन्द भनेको के हो भनेर हामीले झल्को पनि पाउन सक्दैनौँ होइन। अनि जसरी अब मुभी जेरी अन टप भन्ने मुभी हामीले स्टार्टिङबाट हेऱ्यौँ, अनि लास्टमा दुई अढाई घन्टामा त्यो मुभी सकियो होइन। सकेपछि अनि त्यो भिडियो त्यो जुन डेकमा अथवा जेमा पनि राखिएको थियो एकचोटि सर रिवाइन्ड हुन्छ होइन, त्यो मुभी हेरिसकेपछि 2 घन्टा 2.5 घन्टाको। त्यसै गरेर हाम्रो जीवनको यो लाइफ स्प्यान छ,
हामी जन्मेदेखि मुभी स्टार्ट भएको छ, सेभ हुन थालिरहेको छ होइन। गुड कर्म ब्याड कर्म अल द थट्स सबै सेभ भइरहेको छ। कोही 40 वर्ष बाँच्छ, कोही 80 वर्ष बाँच्छ, कोही 120 वर्ष बाँच्छ। त्यो सबै मुभी होइन, क्यामेरा अन छ त्यहाँ, हाम्रो भौतिक आँखाले देखेको छैन। त्यसै गरेर जब समय सकिन्छ, जीवात्मालाई यो शरीरमा बस्ने समय सकिएपछि जब जीवात्मा यो शरीर छोड्ने बेला हुन्छ, त्यति बेला सुरुदेखिको हामीलाई रिमाइन्ड गरेर देखाइन्छ। त्यति बेला त्यो व्यक्तिले मात्रै आफूभित्र देख्छ। देखाउने को हुनुहुन्छ त अनुमान गर्नुहोस् होइन। त्यो पुरै मुभीमा के गुड कर्म थियो, के ब्याड कर्म थियो, यति छिटो देखाइन्छ, यति छिटो देखाइन्छ, केही सेकेन्डमा केही मिनटमा त्यो कम्प्लिट हुन्छ होइन। पुरै कोही 120 वर्ष अथवा 100 वर्ष बाँचेको छ भने 2 घन्टा पनि लाग्दैन, 2 घन्टा पनि दिँदैन, केही सेकेन्ड केही मिनट भित्रमा यति फास्ट फरवर्ड भएर देखाइन्छ। त्यो सबै छ होइन। त्यसैको लेखाजोखा हुन्छ। त्यसैको लेखाजोखा के हुन्छ, त्यति बेला पनि व्यक्तिले के गुड रहेछ भनेर एक्सपिरियन्स गर्छ, त्यो व्यक्तिलाई मात्रै थाहा हुन्छ त्यति बेला। त्यस्तो बेलामा कोही मूर्छित हुन्छ, कोही के हुन्छ होइन। बाहिरको व्यक्तिले त ओहो अलि बेहोस हुनुभएछ, हाम्रो आफ्नो मान्छे जान लाग्नुभएको अलि बेहोस हुनुभएछ जस्तो गर्छ। तर भित्र उसैको कर्म, उसैको लेखा, उसैको जोखा होइन, सबै भित्र छ। त्यसपछि त्यो जुन सूक्ष्म शरीरको प्याकेज निस्किन्छ भित्रबाट, शरीरबाट, अनि त्यो निस्किने ठाउँ पनि वाइड हुन्छ होइन। किनभने आत्मा मात्रै निस्किँदैन, निस्किँदाखेरि शरीरमा सूक्ष्म शरीर होइन, कारण शरीर सबै त्यो प्याकेज निस्किँदाखेरि त्यो निस्किने जुन पालबाट त्यो जीवात्मा निस्केको हो, त्यो ब्यागेज पनि निस्किँदाखेरि त्यो पाल पनि वाइड हुन्छ होइन। अनि मान्छेले पनि हेर्दाखेरि थाहा हुन्छ नि, ए यो व्यक्ति यस्तो पाल यो द्वारबाट निस्केको रहेछ। किनभने हाम्रो 9 द्वार छ नि हाम्रो मानव शरीरमा, त्यो 9 द्वार मध्ये एउटा द्वारबाट निस्किन्छ। अनि त्यो निस्किँदाखेरि यदि उसलाई इन्लाइटेनमेन्ट प्राप्त भएको छैन यो जुनीमा भने त्यो सूक्ष्म शरीर कारण शरीर सबै निस्किने हुनाले पाल वाइड भएको। अब यो ध्यान यस्तोमा दिएको छैन भने अब ध्यान दिनु होला होइन। कोही त्यस्तो हुँदाखेरि आफन्त अथवा साथीहरू, अनि त्यसको लेखाजोखा भित्रै हुन्छ। त्यसपछि त्यो जान्छ होइन, यमराज धर्मराज सबैका फेरि अर्को लेखा हुन्छ। फेरि यहाँ हामीले गरेको कर्महरूको उता पनि लेखा भइरहेको हुन्छ। अनि उता लेखाजोखा हुने बेलामा कसैले चाहिँ मानौ कि कोही होइन हामीले नचिनेको व्यक्तिले कसैलाई मर्डर गरेछ अथवा 5 लाख लिएर तिरेको छैन होइन, उधारो 5 लाख लिएर तिरेको छैन, अथवा कसैलाई पनि नदेखाएर मर्डर गरेको छ भने त्यहाँभित्र हामीभित्र भिडियो नै हुन्छ। अनि माथि धर्मराज कहाँ, यमराज कहाँ, को कहाँ होइन, त्यहाँ लेखाजोखा जहाँ हुन्छ उनीहरूले 1-2 मिनट भित्रमै पत्ता लगाउँछ होइन, लाउन सक्ने उनीहरूको क्षमता हुन्छ। किनभने भगवान्ले उहाँहरूलाई त्यस्तो शक्ति प्रदान गरिराख्नु भएको छ। उहाँहरूलाई चाहिँ त्यो हाम्रो पुरा 100 वर्ष बाँचेको व्यक्तिको पुरै 2-3 घन्टा लगाएर हामी भित्रकै मुभी हेरेर अनि त्यसपछि लेखाजोखा गरेर यस्तो कर्म रहेछ भनेर त्यो पत्ता लगाउनलाई त्यो 1 घन्टा 2 घन्टा पनि लाग्दैन। 100 वर्ष जन्मेको के अरे धरतीमा भएको मान्छेलाई 1-2 घन्टा पनि लाग्दैन, उहाँहरूलाई 1-2-3 मिनटमै सबै पत्ता लाग्छ। अनि त्यो मान्छेले भन्न थाल्छ होइन मैले त्यस्तो केही गरेकै छैन भनेर झुटो बोल्न थाल्यो भने त्यो हामीभित्रै भएको मुभीको पार्ट नि क्लिप त्यहाँ देखाइदिन्छ। त्यहाँ त्यो सभामा त्यो धर्मराजहरू मात्रै हुने होइन, त्यहाँ अरूहरू पनि हुन्छ। जसरी हामीलाई यो यहाँ धरतीमा सभामा होइन केही चिसिक पनि कसैले बोलिदियो भने, पार्टीमा जाँदाखेरि ग्यादरिङहरूमा कसैले चिसिक पनि केही भनिदियो भने हामीलाई मन पर्दैन नि होइन, हामी जान्दैनौँ कसैले हामीलाई केही भनोस् भनेर। त्यस्तै गरेर त्यहाँ पनि होइन, त्यहाँको त झन् भिडियो क्लिपहरू नै हुने भएकोले कसैले चाहिँ नकार्न सक्दैन, किनभने उनीहरूको देखाउने क्षमता हुन्छ त्यस्तोमा। त्यसैले अब यो मुभीको कुराहरू गरेर पनि मलाई चाहिँ यो अध्यात्मको कुराहरूमा यसो तान्न मन लागेको, कसैको होइन ध्यान केन्द्रित गराइदिन मन लागेको। यति गर्दाखेरि पनि कसैको जिन्दगी अध्यात्ममा मोडिन्छ कि भन्ने एउटा लालसा लागेको। किनभने म अध्यात्मको अध्ययन गर्छु होइन, अध्यात्मको मार्गमा हिँड्न मन लाग्छ मलाई। गृहस्थी जीवन छ मेरो, अलिकति भए पनि टाइम निकाल्छु होइन। कसैलाई अनलाइन यो स्पिरिचुअल सत्संग चाहिन्छ भने त्यसमा कमेन्ट्समा लेख्नु होला, अथवा कुनै किसिमको अध्यात्मको प्रश्नहरू यहाँ मध्ये कसैलाई छ भने कमेन्ट्समा लेख्नु होला, र मसँग त्यसको एन्सर छ भने म भिडियो बनाएर पोस्ट गरिदिन्छु। धेरै धेरै धन्यवाद।